प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगहरूलाई जुनसुकै अवस्थामा पनि अहिलेको सरकारले कारबाही गर्ने प्रतिबद्धता जनाउनु भएको छ। बिहिबार प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा मन्त्री सचिव, सङ्कटग्रस्त समस्या समाधान आयोगका सदस्य, सहकारी समस्या नियमन प्राधिकरण, सहकारी पीडित बचतकर्ता संरक्षण राष्ट्रिय महासङ्घका सदस्यहरूलाई एकै ठाउँमा राखेर छलफल गर्नुभएको छ। सो छलफलमा उहाँले सहकारी ठगी गरेर हिँड्नेहरूलाई कुनै हालतमा छोड्न नहुने बताउनुभयो। ठगेर खाएर हिँड्नेहरूलाई कुनै हालतमा छोड्न हुँदैन। यिनीहरूले महँगो सुनको घडी लगाएर हिँड्छन्, गाडी चढेर हिँड्छन्, नक्कली डिभोर्स गराएर हिँड्छन्। प्रधानमन्त्रीको भनाइलाई उद्धृत गर्दै भनियो, उनीहरूलाई छोड्न मिल्दैन, बरु कानुनमा समस्या छ भने त्यो पनि संशोधन गरौँ। अहिलेको सरकारले यो समस्या समाधान नगरे अरू कसैले पनि नगर्ने उनको भनाइ थियो। सहकारी ठगीमा परेकाहरूको घर जग्गा नै निलामी गरेर भए पनि पीडितको बचत फिर्ता हुनुपर्ने उनको भनाइ थियो। हामीले नगरे कसले गर्ने? यही सरकारले गर्छ। पीडित चाहिँ सडकमा रोएर हिँड्ने अनि जो ठग हो त्यो चाहिँ सुकिलो मुकिलो भएर हिँड्ने। यस्तो हुनु हुँदैन, प्रधानमन्त्रीले भन्नुभएको छ। यो सभ्य समाजको परिचय होइन। उनीहरूको घर जग्गा लिलाम गरेर हुन्छ कि विदेशमा केही छ भने पनि सम्पर्क गरेर अघि बढ्नुपर्छ।